आदिवासी आन्दोलन उपलब्धिको उत्सव कि दिशाहीन यात्राको सङ्केत। नमस्कार। नेपालका आदिवासी जनजाति आन्दोलनलाई आज फर्केर हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ। हामीले प्राप्त उपलब्धिको उत्सव मनाइरहेका छौँ कि आन्दोलनको मूल उद्देश्य नै बिर्सिँदै गएका छौँ। 2046 सालको जनआन्दोलनपछि आदिवासी जनजातिले आफ्नो पहिचान, भाषा, धर्म, संस्कृति, इतिहास, भूमि, प्राकृतिक स्रोत र अधिकारको सवालमा तुलनात्मक रूपमा खुला रूपमा उठाउने राजनीतिक वातावरण प्राप्त गरे। त्यसपछि आन्दोलनले लामै यात्रा तय गर्यो। जातीय तथा सामुदायिक सङ्गठन बने, पुस्तक र अनुसन्धान प्रकाशित भए, गोष्ठी, सेमिनार, जनचेतना अभियान सञ्चालन भए, गाउँ गाउँमा पहिचान र अधिकारका लागि आवाज पुगे। त्यसैले आदिवासी समुदायमा अभूतपूर्व राजनीतिक सामाजिक चेतना निर्माण गर्यो। यो आन्दोलनको उपलब्धि हो। संविधानमा समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, भाषा, संस्कृति र संरक्षणका लगायत केही महत्त्वपूर्ण सवाल संस्थागत पनि भए। राज्यले आदिवासी जनजातिको अस्तित्व र सवाललाई पूर्ण रूपमा अस्वीकार गर्न नसक्ने अवस्था बन्यो। तर प्रश्न यहाँबाट सुरु हुन्छ। कागजमा अधिकार लेखिँदैमा अधिकार व्यवहारमा स्थापित हुन्छ त? प्रतिनिधित्व बढ्दैमा शक्ति हस्तान्तरण हुन्छ त? नीति बन्दैमा भूमि, जङ्गल, पानी, प्राकृतिक स्रोत, समुदायको वास्तविक पहुँच स्थापित हुन्छ त? उत्तर स्पष्ट छैन। आज पनि भूमि तथा प्राकृतिक स्रोतमा पहुँच, अर्थपूर्ण राजनीतिक प्रतिनिधित्व, पहिचान, आत्मनिर्णय र समान अधिकारका लागि धेरै प्रश्न अधुरै छन्। त्यसैले आदिवासी आन्दोलन इतिहासको एउटा अध्याय होइन, यो अझै पुरा नभएको अधिकारको सङ्घर्ष हो। तर पछिल्ला 3-4 दशकको यात्रा हेर्दा अर्को असहज प्रश्न उठ्छ। आन्दोलनको गति किन सुस्तायो? किन आन्दोलन गाउँबाट सहर केन्द्रितमा सीमित भयो? किन जनताको जीवनसँग जोडिएका मुद्दाभन्दा कार्यक्रम, गोष्ठी र परियोजनाका गतिविधिहरू बढी देखिन थाल्यो? किन सडकमा सुनिनुपर्ने आवाज सेमिनार हलमा सीमित हुन थाल्यो? र सबैभन्दा एउटा गम्भीर प्रश्न, के आन्दोलन जनताको आवश्यकताभन्दा परियोजनाको प्राथमिकतामा चल्न थालेको हो त? आज आदिवासी आन्दोलनभित्र डोनरमुखी, एनजिओमुखी र सहर केन्द्रित प्रवृत्ति बढेको आलोचना सुनिन थालेको छ। अर्को चुनौती छ दलगत हस्तक्षेप। काङ्ग्रेस, एमाले, माओवादी वा अन्य कुनै राजनीतिक दलप्रति आस्था राख्नु प्रत्येक नागरिकको लोकतान्त्रिक अधिकार हो। तर समस्या त्यति बेला सुरु हुन्छ जब समुदायको मुद्दाभन्दा पार्टीको स्वार्थ ठुलो हुन्छ। आदिवासी आन्दोलन कुनै दलगत भातृ सङ्गठन होइन, यो समुदायको साझा राजनीतिक आवाज हो। भन्दा दलगत स्वार्थभन्दा माथि उठेर प्रस्तुत गर्नु अर्को ठुलो कुरा हो। हामीले यो भिन्नता बुझ्नै पर्छ। अब आन्दोलनमा पुनः जनतामा फर्काउने कि आज नेपाल फेरि राजनीतिक सङ्क्रमण र राज्य पुनर्संरचनाको चरणमा छ। यस्तो अवस्थामा आदिवासी जनजातिको मुद्दा अझ बलियो हुनुपर्ने हो। तर उल्टै एउटा डर पैदा भएको छ। प्राप्त अधिकारहरू नै क्रमशः कमजोर हुने त होइन, समावेशी नीतिहरू सङ्कुचित हुने त होइन, आदिवासी जनजातिका सवाल राज्यको प्राथमिकताबाट बाहिर धकेलिने त होइनन्। यी प्रश्न केवल आशंका होइनन्, यी प्रश्नमाथि राजनीतिक रूपमा निगरानी र दबाब आवश्यक छ। इतिहासले देखाएको छ, सशक्त आन्दोलन बिना राज्यले अधिकार सहज दिँदैन। मधेस आन्दोलनले यसको एउटा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरिसकेको हामीसँग अनुभव छ। सशक्त आन्दोलनकै कारण संविधान निर्माण प्रक्रियामा समावेशीकरण, समानुपातिक प्रतिनिधित्व
र अधिकारका प्रश्न राष्ट्रिय बहसको केन्द्रमा पुगे। यसबाट आदिवासी जनजाति, मधेसी, थारू, दलित लगायत धेरै समुदायले पनि उपलब्धि हासिल गरे। त्यसैले अबको बाटो प्रतिस्पर्धाको होइन, साझा मुद्दामा सहकार्यको हो। आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायले आफ्ना साझा सवालमा साझा मोर्चा र साझा राजनीतिक दबाव निर्माण गर्न आवश्यक छ। आन्दोलन फेरि गाउँमा फर्किनु पर्दछ, जनताको घर दैलोमा फर्किनु पर्दछ, युवासँग जोडिनु पर्दछ, भूमि, रोजगारी, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, प्राकृतिक स्रोत, राजनीतिक प्रतिनिधित्वसँग जोडिनु पर्दछ। फेसबुकको स्टाटसले मात्रै आन्दोलन बन्दैन, सेमिनारले मात्र अधिकार स्थापित गर्दैन, प्रतिवेदनले मात्र परिवर्तन ल्याउँदैन। अधिकारका लागि सङ्गठित जनदबाव, राजनीतिक हस्तक्षेप र निरन्तर सङ्घर्ष गर्न आवश्यक हुन्छ। अन्तिम प्रश्न, अब हामीले आफैलाई कठोर प्रश्न सोध्नुपर्छ। हामी आन्दोलन गरिरहेका छौँ कि आन्दोलनको नाममा कार्यक्रम गरिरहेका छौँ? हामीले अधिकार खोजिरहेका छौँ कि उपलब्धिको प्रमाणपत्र देखाएर सन्तुष्टि भइरहेका छौँ? यदि आदिवासी आन्दोलन डलरमुखी परियोजना, सहर केन्द्रित कार्यक्रम र दलगत स्वार्थको घेराभित्र सीमित भयो भने इतिहासले गम्भीर प्रश्न उठाउनेछ। तर यदि यो आन्दोलन फेरि जनताको बिचमा फर्कियो भने, यदि यो आन्दोलन फेरि नयाँ नेतृत्वले आफ्नो व्यक्तिगत र दलगत स्वार्थभन्दा सामूहिक हितलाई माथि राख्यो भने, यदि गाउँका आवाजलाई राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा ल्याइयो भने, यदि आदिवासी जनजातिलाई मात्र होइन अब सीमान्तकृत समुदायका साझा अधिकारलाई जोडेर नयाँ सामाजिक न्यायको आन्दोलन निर्माण गरियो भने, त्यस अवस्थामा आदिवासी जनजाति आन्दोलन केवल आफ्नो अधिकारको आन्दोलन मात्र रहने छैन। यसले नेपालमा सामाजिक न्याय, समानता, समावेशी लोकतन्त्र, वास्तविक लोकतान्त्रिक राज्यको पुनर्संरचनामा नयाँ आधार बन्न सक्छ। यो हाम्रो सामूहिक जिम्मेवारी हो। आजको प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो? अलि लामो बोले, यसलाई धैर्य धारण गरेर सुनिदिनु होला। तपाईहरूले आवश्यक कमेन्ट गरिदिनु होला, सुझाव दिनु होला। आजलाई यति नै, धन्यवाद, नमस्कार।